झारदा सेवनी आज फेरि पनि म हजुर समक्षमा राई भाषा ट्युटोरियलको यो 26औं पाठ लिएर उपस्थित छु। र अस्तिको हप्ताभन्दा म अलिकति मार्गीले अलिक ठिक भएको छु, त्यसले गर्दा आज अलिकति राम्रोसँगले तपाईहरुलाई यो भिडियो प्रस्तुत गर्न सक्छु होला भन्ने आशा मैले गरेको छु र आफूलाई आशा छ है। र हजुर तपाईहरुले यो मेरो राई भाषा ट्युटोरियलको भिडियो तपाईले निरन्तर तपाईले हेरिबस्नु होला, किन अब भने अझ तपाईको एकदम उपयोगी एकदमै युजफुल कुराहरु म भिडियोमा प्रस्तुत गर्ने छु है। र अब दिनदिनै अब अझै राम्रो हुनेछ। जति तपाईहरुले सिक्न चाहनुहुन्छ तपाईहरुलाई पनि उपयोगी बन्नेछ भन्नेमा म विश्वस्त छु। र हजुरहरुलाई सोझै म आज 26औं पाठमा म तपाईलाई प्रवेश गराउन चाहन्छु, जो यस प्रकार छ। नु याङला भनेको सदुपयोग है। दोङ वाइ उ नु याङला मुइने समयको सदुपयोग गर्नुहोस्। अनकानका आ दोङ वाइ उ नु याङला मुआ लो बुदा पनमा रहिनका। हामीले समयको सदुपयोग गर्यौं भने अघि बढ्न सकिन्छ। नु याङलो उपयोगी। ओ छाप्चु नु याङलो याङ यो कलम उपयोगी छ। नु याङलो युचिङे बड्डे याङला मुइनका। उपयोगी वस्तु नै धेरै प्रयोग गर्छौं अथवा गरिन्छ। नु याङमी मना उपयोगी मानिस अथवा व्यक्ति। मागपाली देवा नुयाङमी मना याङ मागपाली बडाबाबु उपयोगी मानिस हुनुहुन्छ। दोङचाइ उमेर। हिची दोङ ओ दोङचाइ 20 वर्षको उमेर। अंका हिची दोङ तालाङ मो 20 वर्ष पुगे। खाना देम दोङ त ताला तिमी अथवा तपाई अथवा हजुर पनि हुन्छ। कति वर्ष तिमी कति वर्ष पुग्यौ अथवा तपाई हो भने तपाई कति वर्ष पुग्नुभयो, अथवा तब हजुर भने हजुर कति वर्ष पुग्नुभयो अथवा कति वर्षको हुनुहुन्छ भन्ने हुन्छ है। अंका हिङा दोङ तालाङ म 25 वर्ष पुगे। अंकोपा रिकी दोङ ओ दोङचाइ लिसा मेरो बाजे 80 वर्षको उमेर भयो। देम मनाची रेकी दोङ तारी हङलेन लिनिन छङ कति मानिसहरू 80 वर्षसम्म जीवित रहँदैन पनि। र हवस् त मित्रहरू है, श्रोतागण, आजको यो राई भाषा ट्युटोरियलको 26औं पाठबाट म बिदा लिन चाहन्छु। बडे बडे आलाङ्ने।